हेलो एभ्रिवान वेलकम टु आवर ब्लग। आज चाहिँ म एकदमै धेरै पछाडि भिडियोमा आएको छु। अलमोस्ट 2-3 मन्थ नै भइसक्यो मैले चाहिँ भिडियो नलाएको युट्युबमा। अनि त्यस पछाडिबाट चाहिँ मलाई बोल्न पनि यो के भिडियोमा चाहिँ केही आएको छैन। सो मैले चाहिँ भोइस ओभर गरिरहेको छु। अनि भोइस ओभर गर्दा नि मलाई चाहिँ बोल्न खासै आएको छैन। सो जस्तो हुन्छ म चाहिँ भिडियो बनाइरहेको छु। यो चाहिँ मैले मेमोरीको लागि बनाएको। अनि किन भन्दा त आज एकदम विशेष दिन हो नि त, नम्बर्नी अनि नम्बरी दाइको। त्यही भएर मैले चाहिँ यो विशेष दिनलाई चाहिँ मैले भिडियो थ्रु चाहिँ क्याप्चर गर्नको लागि भिडियो बनाइरहेको छु। सो दाइ र नम्बर्नीलाई होप राम्रै लाग्छ होला, सो हेरिदिनुहोस् होला। अनि नम्बर्नी र नम्बरी दाइलाई चाहिँ एकदमै बिग कङ्ग्रेचुलेसन। अनि एकदम सेफ डेलिभरी नम्बर्नी, धेरै धेरै माया। अरू त के भन्नु र है, हामीले खासै राम्रो धेरै केही गर्न सकिनौँ। हाम्रो तर्फबाट चाहिँ यति नै हो, इन्जोय गर्नु होला। अहिले चाहिँ हामी रेडी भएर पनि जाँदैछौँ। यति बेला चाहिँ आज चाहिँ टाइमभन्दा थोरै हामी लेट भयौँ। सो मैले चाहिँ थोरै भिडियो लिइहालेँ। अनि अब चाहिँ बेबी सावरमै गएर भेटौँला। सी यू देयर। ल पक्का अहिले चाहिँ हामी यहाँ आइसक्यौँ। अनि हाम्रो खारुले चाहिँ यहाँ डेकोरेसन गर्दै हुनुहुन्छ। हाई खारु, यहाँ छ खारु चाहिँ। बेबी किम्ची र एउटा नम्बरनी न्यू नम्बरनी चाहिँ नेल पोलिस लाउँदैछ। यता हेर त नम्बरनी न्यू। हेलो हेलो, तिमीले चाहिँ नगर त हात। अरू चाहिँ यता डेकोरेसन गर्दै हुनुहुन्छ हाम्रो नम्बरनीहरू। हाम्रो पक्का नेल पोलिस लाउने कार्यक्रम सकेको छैन। यो सुरु भएको चाहिँ 2 घन्टा भइसक्यो। हेलो हानु। ल यहाँ चाहिँ अहिले अब आउनु आँटेको छ यहाँ पुङ्गुरो दाइ। अनि त्यही भएर रेडी हुँदैछ। सबैले हो नि त, सबैले त्यही भएर आफ्नो ब्यागमा आफैले चाहिँ यस्तो गरेर बोल्दैन होइन। बट हाउएभर भन्ने कुरा आउँछ क्या, टाइमिङ्सको कुरा चाहिँ मैले आफू भनेर चाहिँ भन्नुपर्छ क्या। हाम्रो टाइमिङ चाहिँ लास्टै भन्दा लास्टै पोहोर भयो क्या सबैजना होइन। यहाँ हेऱ्यो भने तिमीहरू पनि मिलिट्री वाइफ हो होइन, यता नि मिलिट्री छ होइन। ढिलो गर्ने भनेको चाहिँ अब केटाले पनि गर्न सक्छ, केटीले पनि गर्न सक्छ, तर लास्टै ढिलो भइसकेको थियो क्या। सबको ह्याप्पीको टाइमिङमा 30-45मा भेला हुने भनेर सबैले राजी गरेर गएको हो कि होइन ल भन्नु। समय टाइट छ नि त। बट त्यो भन्दैमा अब फेरि होइन सानोमा नगर्नु होइन। यो चाहिँ अब एउटा भने मात्रै हो। पनि इन्जोय आन्टी र दिदीलाई नि चिया खुवाउँदै गर्नु है। ठिकै दाइले त रो बिल्ला हान्दै हुनुहुन्छ। हाम्रो दाइ हुनुहुन्छ। ठिकै दाइ अलिक मान्छे हेरेर हाल्नु है, अन्तर्राष्ट्रिय बेइज्जती चाहिँ नगर्नु। दाइको त नछुटा खिच्नुपर्छ नि। दाइ बोसो नखानु है, कान मात्रै खानु नि फेरि तपाईँले। बोसो के हो यो? कान हो। खसी हो खसी। ए के हो झुकाएको छ त? तिमी खसी खान्छौ?
खानु सबै हान्छ सोधे जस्तो नि बहिनीको कन्टेन्ट के हो जे पाइदैन हुनु त मेन सेलिब्रेटी हो नि मेरो लागि त अलिक भात खान्छ मेरो साथी पनि खाइदियो यो पनि हाल्नु न बडा अचार पनि हाल्नु न नलजाइ हजुर किमा तिमीले बनाएको हैन जे पाए दे यो थ्यांक यू बहिनी दाइले चाहिँ त्यहाँदेखि फोटो खिचिदिँदै हुनुहुन्छ गाइस यति टाढोमा हेर्नुहोस् तपाईँहरू के भन्न चाहनुहुन्छ उहाँ चाहिँ नम्बर नि हो गाइस ताली मैले चाहिँ कहाँ जानु Abis, just Abis, just. त्यो खानु त इ भन्दै थियो त खानु त हेर तिमी पनि वाउ आले ल भयो मौसम दोस्रो खारु पनि थ्यांक यू भेरी मच फर दिस वान अनि अलवेज हैन लर्न फ्रम द एक्सपिरियन्स हैन सिक द हेल्प फ्रम द एक्सपिरियन्स भन्छ सो भूमि अनि पोपु हैन तिमीहरुले के यो बर्थको बारेमा यस्तो उत्सुकता यताउता प्लिज हैन आस्क हेल्प फ्रम हाम्रो के भन्छ के खारु बहिनी र अब यो यो विश्वास भने चाहिँ प्रोग्रामर खानु जाऊ पर्यो के खानु जाऊ ल अहिले चाहिँ फोटो खिच्ने टाइम हुँदैछ यहाँ सबैजना रेडी बेबी किम्ची ओइ बेबी Next boys. अझै के खाने बाना हो यो गाइस फेरि डान्स गर एउटा डान्स लास्ट डान्स गर यता हेर त Abis यता हेर Abis यता हेर Abisलाई दिनु पर्यो एउटा के गर्छ Abis Abis उता Abis माइजुलाई माया गर नि त माइजुलाई माया गर पहिला माया गर गाइस उहाँहरु चाहिँ सुन टु बी मम है तीनैजना हेर्नुस् त होला है गाइसहरु आफ्नो आफ्नो पेट पनि छ न है Congratulations 1 2 3 1 2 3 हैन
ल बुमराङ गर्नु बुमराङ गर्ने 2 3 在别这嘛。Thank you everyone. आज सबैजना आइदिनु भयो अनि स्पेशली लङ ट्राभल गरेर हाम्रो बुलफोरबाट आएको नम्बरी बहिनी अनि प्लानफोर्डदेखि स्विडेनबाट आएको सबैलाई थ्याङ्क यू भेरी मच अनि इट मिन्स अ लट मेरो बुढी र मेरो लागि चाहिँ आइदिएकोमा सबभन्दा ठुलो कुरो चाहिँ त्यो नै हो अनि यत्रो अब देखियो एक्सपिरियन्स होइन अब यो पार्ट अफ लाइफ हो अब यो रेसमा अब फुपू हुनुहुन्छ फुपू भनेको अब भेटराम जस्तै हो भने चाहिँ हाम्रो आशिष बहिनीहरू चाहिँ अब अलिकति रेसमा अलिकति अगाडि छ तर हामी चाहिँ पछ्याउँदै जाँदैछ के अरे कोही कोही चाहिँ नोभिसै छ स्टिल हाम्रो विराज नम्बरीहरू होइन तर भन्दैमा अब कोहीको आशिष लागोस् होइन म धेरै केही भन्दिनँ यहाँ सबै आएर आज यति स्पेसल मोमेन्ट बनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि अनि सबैको आशिष लागोस् हाम्रो पनि सबैलाई अब हुँदै गरेको कसैको अब आउँदैछ के अरे सबैलाई हाम्रो पनि आशिष छ अनि फ्यामिली नभएको नम्बरहरूलाई चाहिँ वेलकम छ फ्यामिली हुनु अनि फेरि यस्तै मोमेन्टहरू चाहिँ सेयर गर्दै जाऊँ नम्बरहरूलाई यहाँ सानो टोकन अब पेसेन्ट तर मैले यो एक्सपिरियन्स गरेको अब विदिन म त अब भर्खर भएको छैन के अरे फादर अब हुनेवाला पछि आउने टोलीहरूले चाहिँ मलाई चाहिँ के भयो यो भन्दाखेरि चाहिँ अब जन्मायो भनेको चाहिँ झन् बढ्दै गयो कि अब त्यो चाहिँ मलाई फिल भयो अब कति पीडा कस्तो हुँदो रहेछ भने चाहिँ द्याट इज वाट आई एम एक्सपिरियन्सिङ अनि त्यो हुँदै जाँदो रहेछ अनि एकचोटि हुन्छ तर केही भन्नु छैन त्यो भनेर सबैलाई 1 सेकेन्ड थ्याङ्क यू भेरी मच अनि त्यति नै छ मेरो लिनुहोस् होइन अनि भेजिटेरियनको लागि अप्सन पनि छ अनि माछाहरू के छ आफै त्यो आफूलाई मनपर्ने के छ त्यो लिएर जानु होला अनि आजको इभेन्ट चाहिँ यो पछि अबको आधी घन्टा जस्तो पछि चाहिँ हामीले चाहिँ केक काट्ने इभेन्ट हुन्छ त्यसपछि फलोड बाई गफ अनि डिनर प्लान चाहिँ 5:30 मा छ सबैजना जस अब ह्याप्पी हुन्छ होला 5:30 मा त्यसपछि चाहिँ लगभग 6:30-7 बजे भित्रमा चाहिँ हाम्रो चाहिँ प्रोग्राम चाहिँ सकाउने प्लान छ आजको कसैलाई केही क्वेसन त्यसको बारेमा वान एन्ड ओन्ली सिग्नल्सको वान एन्ड ओन्ली आर्मी कमान्डर रिसेन्टली उसले पास गरेर आएको छ प्रशंसालाई धेरै धेरै बधाई छ त चाहिँ 1 महिना जस्तो भइसकेको रहेछ अनि हाम्रो तपाईँलाई चाहिँ एकदम हाम्रो इन्टेक होटेलमा स्वागत छ हामी भन्ने एउटा परिवार हो तपाईँलाई धेरै धेरै वेलकम प्रताप हेर नि एक्सपिरियन्स नम्बरीहरू पनि छँदैछ इफ यु निड मोर एडभाइस होइन दुवैजना साह्रैजनालाई धेरै धेरै बधाई छ हेमन्त बहिनी हेमन्त हाँस्नु पर्यो
हेर्नुस् त पोस्ट दिएको दाइको गाइस हेर्नुस् त आज हेमन्त किन ह्याप्पी छैन के हुँदैछ यहाँ चाहिँ अहिले टक्कसँगले फोटो खिच्नु सट्टै साथीहरू हिँड्दै हुनुहुन्छ नम्बर नि थ्याङ्क यू लु